हेलो फ्रेन्ड्स, नमस्कार, सेवारो लाप्पा कस्तो हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। यहाँ हेर्नुहोस् त, मैले यो टिमुर टिपेको थिएँ र टिमुरको विषयमा छोटो जानकारी गराउन गइरहेको छु। यो चाहिँ हो टिमुर र यसले धेरै फाइदा पनि गर्छ र यसको धेरै गुणहरू पनि छ। हामीलाई कोही बेला ग्यास भयो भने, एसिडिटी भयो भने यो हामी काँचै पनि खान सक्छौँ र कोही बेला हामीले नुनमा भिजाएर राखेको हुन्छ, त्यही नुनमा भिजाएर राखेको टिमुर पनि हामी ग्यास भएको बेलामा खायो भने यसले कोही बेला हामीलाई फाइदा पनि गर्छ है साथी हो। र यसको बोट चाहिँ यहाँ हेर्नुहोस् त, यो बोट अग्लो पनि छ र यसमा पुरा र हाँगिएको छ र यो हाँगाहरूमा चाहिँ पुरा दाना लागेको छ र यो अब यो जुन अन्तिम या जुलाई फर्स्ट विकतिर छिपिएर पाक्ने बेला हुँदैछ अब। र यसको चाहिँ हामी अचार पनि बनाएर खान सक्छौँ है साथी हो।